एभ्रिवान गुड मर्निङ। आज बिहान बिहान हजुरहरूलाई सम्पूर्णलाई गुड मर्निङ। अनि हजुर सन्चै हुनुहुन्छ होला। म चाहिँ धेरै दिन पछाडि अनि आज चाहिँ सम्पूर्णलाई ह्याप्पी माघे सङ्क्रान्ति भन्न चाहन्छु। अनि म चाहिँ अघि नुहाइसकेको छु होइन, 4:30 बजे उठेर। अनि आज सबैले के खानुहुन्छ राम्रोसँग खानु होला। अनि हामी पनि खानेछौँ र हामी चाहिँ के खान्छौँ भनेर म तपाईँहरूलाई देखाउँछु। तर अन्तिमसम्म भिडियो हेरेर चाहिँ साथ दिनु होला भन्न चाहन्छु, किनकि मेरो स्वर पनि अलिअलि बसेको छ नि त, त्यही भएर। अनि म चाहिँ अहिले पुस्दैछु होइन, अनि के पकाउँछु भनेर म चाहिँ देखाउने छु। अनि म चाहिँ नुहाइसकेको छु। अनि आज नबोली नुहाउनुपर्छ नि त, त्यही भएर मैले चाहिँ यसो यहाँ सुतिरहन्छ। हेलो गुड मर्निङ। यहाँ तल यहाँ माघे सङ्क्रान्ति चाहिँ हामीले बनाउनु भएको यो। अनि अर्कै यहाँ चाहिँ हरेक कुरो मिसेको छ, यी देख्न सक्नुहुनेछ। अनि यो पखेटा पिस्न लागेको, पर्क आउनु बाँकी छ। बाबु ठिक देशन माघे सङ्क्रान्तिको यता पनि पाकिसक्यो सेलरोटी। यता भाबी सिरी इस्या कस्तो दामीको भएको छ। इस्या पाक्दैछ पर्क। ह्याप्पी माघे सङ्क्रान्ति। माघे सङ्क्रान्ति हामी चाहिँ माघे सङ्क्रान्तिको खाइसकेर यता चोकतिर आएको छौँ। अनि चोकतिर आएको छौँ। भरे चाहिँ हामी बर्थडेमा जान्छौँ होइन, भरेको। तर भिडियो चाहिँ म हाल्दिनँ त्यो चाहिँ होइन। अनि हामी चाहिँ भानेचोक पुगेर आएको अहिले चाहिँ। अनि यहाँ दिदीकोमा बसेको छु। कसलाई के चाहिन्छ भन्ने हजुरहरू कता कता हुनुहुन्छ। यता रक्सी देखि नै हाल्नु होला। रक्सी कोलाई मनपर्छ है कमेन्ट। दिस इज रक्सी। यो चाहिँ दिदीको दोकान है, माघे सङ्क्रान्तिमा खानु आएको हामी पनि। गोल्डेन वक खुकुरी। अनि अब भरे चाहिँ भरेको बर्थडेमा जानुपर्ने हामी चाहिँ अहिलेलाई चाहिँ हामी यहाँदेखि घर जान्छौँ। अनि अघि क्या ड्रोन उडाउनु खोजेको, तर ड्रोनै उडाउन नआएको क्या। कस्तो बिल्ला होला अरे क्या। अब गएर फेरि उडाउने है। त्यतिखेर चाहिँ हामी लाग्यौँ।